मैले पनि चिनाजोडी त्यहाँ रोकेँ त्यो बिचमा नि बाटो छ नि कहाँबाट जाने भुइँभित्र गाडा छ आदि क्रेन त क्रेनै हो यहीँ बसेर घर मात्र हाइट छ मेरो पुरानो जमाना यता घुमेर आउँ न त के छ के हो यस्तो कुन भ्याएको त बिचमा मादलाको भन्दा पनि माथिको डाँडामा कस्तो चाहिँ भ्यू देखिन्छ त कस्तो देखिन्छ ट्रेनको लेभलमा आइपुगिसक्यो हामी तल भिड भएको ठाउँबाट हामी माथि अलिकति कम भिड भएको ठाउँमा आइपुग्यो अघि त्यो ट्रेन हेरेको ठाउँबाट यहाँ माथि आइपुग्यो अझै माथि चाहिँ मान्छे दिइरहेछ केही न केही बनाइरहेको थियो होला यता नत्र यस्तो सिलिक्क परेको त्यहाँ माथि गएर पनि पेन्ट रहेछ अझै यहाँबाट अर्को बाटो होला यहाँबाट त माथि पुग्ने हो कि जाने हो के थाहा होला नि अब हेरौँ हामी चाहिँ के गेम खेलौँ भने होइन यहाँनिर हेरेर होइन के छ पत्ता लगाउनु है त भिडियोमा देखाउँदै के छ पत्ता लगाऊ तपाईँ जस्तै यहाँ भने होइन यहाँनिर भिडियो पहिला खिच्ने अनि यहाँनिर के छ ठ्याक्क हामीले भिडियोमा भन्ने क्या जुम गर्दै देखाउने क्या बुझ्यो बुझ्यो के होला त त्यहाँदेखि हामी भिडियो गर्ने अनि कता के छ भनेर जुम गरेर देखाउने भिडियो खिच्ने है त ल सुरुमा के छ भने यहाँनिर यस्तो गोरो छ पोखरी जस्तो तर त्यहाँबाट धुवा आइरहेछ मैले भन्छु भनेको त्यो कहाँ चलो देखाउँदैन धुवा होइन र त्यो धुवा कहाँ छ त्यो धुवा जस्तो निस्केको देखिन्छ ल जाउँ है म सोध्छु मैले ऊ त्यो निलो घर अघि तिमीलाई भनेको थिएँ नि त्यो ठ्याक्क अगाडि ट्रायङ्गल जस्तो छ अनि त्यहाँ गयो निलो जस्तो हेरौँ है त त्यो कहाँ खोइ कहाँ हो जाउँ अर्को मेटकालो यहाँ पर डाँडाको जङ्गलको बिचमा एउटा ठुलो बिल्डिङ छ बिचमा के जङ्गलको यो हो अरू केही त छैन रहेछ यहाँ यो बाटो छ एउटा यो कहाँ जाने बाटो हो उहाँनिर त्यो सिटी होम्स जस्तो कि ए खतरा यार त चस्मा नलागे पनि कोलोनी अरू अब यो मेन रोड घर फर्किने यहाँ एउटा बिल्डिङ छ के को बिल्डिङ हो थाहा छैन क्या यो हेर न यो बिल्डिङको यो दुईवटा आँखा होइन अनि तल चाहिँ मुख जस्तो देखाएको छ हेर न
रुखभित्र स्प्रिङ छ जस्तो छ गोपाल है क्या त्यो गड रे है खै यहाँ यहाँ भित्र पनि कसरी नलेख्न पाएको छ त्यो सानो हुँदाखेरि लेखेँ होला क्या के हो यो अस्मिता अरे ओए मोटे मोटे हिमाल अस्मिता अस्मिता लेखा हो हो हेर न ASMIT मिलनको काम हो जस्तो फेरि फाइन्डिङ थिङ्सवाला गेम सुरु है त मैले यो भेटेँ यहाँनिर एउटा गार्डन छ अनि यहाँ सर्कल छ के सिम्बल छ हेर्दाखेरि त यो के हो डक जस्तो देखिरहेको होइन त्यो कान त्यो चोच यहाँनिर छ सेन्ट जेभियर गोदावरी स्कुल बिल्डिङ यहाँ ठुलो ग्राउन्ड यहाँ यस्तो के हो यो एउटा मात्र भन्न पाएँ बिचमा यहाँनिर छ बस पार्क माइक्रो पार्क के जे भए पनि यो पार्क छ एउटा यहाँनिर जङ्सन गाडीहरू पाउने ठाउँ त्यहीबाट मेरो पालो यहाँनिर चाहिँ यो वाला चाहिँ गार्डन हो बोटानिकल गार्डन देखाउनु मन पनि यहाँनिर चाहिँ त्यो अघि हामीले खाना खाने भनेको ठाउँ के अरे लामा कमेन्ट नराम्रो देखेर हामी नगएको तर जे पनि हुनसक्छ यो चाहिँ के हेर नर्सरी जस्तै छ क्या है यो भनेको न कस्तो रोयल जस्तो टाइपको हुन्छ नि त्यो मुभीहरू कार्टुन डायरी भएको कस्तो घुमेर जाने ठुलोवाला बङ्गलोवाला जस्तो है होस्टेल हो कि यता फार्मिङ छ यो त परको बिल्डिङ पनि हेर न टेन्ट हाउस हो कि फार्म यत्रो पुरै प्रपर्टी आफ्नो भएको मजा आउँथ्यो यार यहाँ माथि बसेर हेर्नु पनि होइन यो मेरो हो ल यो कोठामा यो गर्नुपर्छ यो सेक्सन यो सेक्सन के भन्दै रहेछ मैले 4-5 चोटि म तँलाई गएको थिएँ अब म तँलाई गएको थिएँ मैले 3-4 चोटि त्यहाँ रोकेँ त्यो बिचमा नि